तपाईलाई स्वागत छ यस च्यानलमा। आज मैले वाचन गर्ने कथाको नाम हो शत्रु। महान साहित्यकार एन्टन चेखवद्वारा लिखित र राजनारायण प्रधानद्वारा अनुवादित कथा हो। तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला, लाइक गर्नुहोस्, कहाँदेखि सुन्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला। सेप्टेम्बरको अँध्यारो रात जेम्स वोका डाक्टर किरिलोभको एउटै 6 वर्षको छोरो आन्द्रे डिप्थेरियाले मर्यो। डाक्टरकी पत्नी गहिरो शोकमा परेकी थिइन्। मृत बालकको पलङमुनि उनी बसेकी थिइन्। त्यति नै बेला ढोका घन्टी जोरले बज्यो। डिप्थेरिया सर्ने डरले घरका नोकरहरूलाई बिहानै बाहिर पठाएका थिए। किरिलोभ शोकले व्याग्र थिए, अनुहार भिजेको थियो। अहिले ढोका खोल्न गए, छेउको कोठामा अन्धकार थियो। डाक्टरले आगन्तुकलाई हेरे, उसको चेहरा पहेँलो थियो। डाक्टर घरमै छन्? उसले हतारमा सोध्यो। ज्यू, म नै डाक्टर हुँ, किरिलोभले भन्यो। भन्नुहोस् न, के काम थियो? ओहो, तपाईँलाई भेटेर खुसी लाग्यो, त्यस व्यक्तिले प्रसन्न भएर डाक्टरको हात समात्दै भन्यो। खुबै खुसी लाग्यो, तपाईँसित पहिले नै भेट भएको। मेरो नाम ओबोगिन। तपाईँलाई घरमै भेटेर खुसी लाग्यो। ईश्वरको लागि मसँग झट्ट जाउँ, म बिन्ती गर्छु। मेरी पत्नी साह्रै बिरामी छ, मैले गाडी ल्याएको छु। आगन्तुकको हावभाव र आवाजबाट ऊ खुबै व्याकुल भएको बुझिन्थ्यो। ऊ जोरले सास फेर्दै थियो, कामेको स्वरमा बोल्दै थियो, मानव कुनै पागल कुकुर वा आगोबाट बचेर आएको होस्। उसको बोलीमा इमान्दारीको स्वर थियो। तपाईँलाई घरमा भेट्दिन भन्ने मलाई डर थियो, उसले फेरि भन्न थाल्यो। बाटोमा म पीर र व्यथालाई व्याकुल भएँ। ईश्वरको निम्ति तपाईँ कोट लगाउनुहोस् र मसँग हिँड्नुहोस्। पाप चिन्स्की मलाई भेट्न आएको थियो। म उसित कुरा गर्दै थिएँ, फेरि हामीले चिया पियौँ। अचानक मेरी पत्नीले चित्कार गरी र मुटुमा हात राखेर कुर्सीमा ढली। मैले उसलाई उठाएर पलङमा राखेँ। मैले उसको मुखमा पानी छम्केँ, तर ऊ मरेको जस्तै स्तब्ध भई। मलाई डर लाग्दैछ, उसलाई मुटुको बिमार पो भयो कि? यसकारण तपाईँ झट्ट हिँड्नुहोस्। उसको बाबु पनि मुटुकै बिमारले मरेको थियो। किरिलोभ चुपचाप सुनिरहेका थिए, मानव उसले त्यो भाषा नै बुझेको छैनन्। केही बेरपछि तिनले शिर उठाए अनि उदासीको भावमा भने, मलाई खेद छ, म तपाईँ घर जान सक्दिनँ। 5 मिनट अघि मेरो छोरो मर्यो। ओहो, पछि हट्दै आबोगिन हटबडायो। हे ईश्वर, म कस्तो गलत समयमा आएछु। कस्तो अभाग्य दिन हो यो, कस्तो समय गयो। उसले ढोकाको साङ्लो समायो। उसको शिर झुकेको थियो, मानव चिन्तामग्न छ। फर्केर जानु वा डाक्टरलाई अझै बिन्ती गर्नु उसले निश्चय गर्न सकेको थिएन। किरिलोभको हात समातेर उसले भन्यो, म तपाईँको हालत बुझ्छु। भगवान जान्दछन्, म तपाईँलाई दुःख दिन आएको होइन, तर म के गरौँ? तपाईँ भन्नुहोस्, म कहाँ जाउँ? यस ठाउँमा तपाईँ बाहेक अर्को डाक्टर छैन। तपाईँ हिँड्नुहोस्, ईश्वरका लागि हिँड्नुहोस्। शान्ति छायो। किरिलोभ पिठो फर्काएर 2 मिनट त्यहीँ उभिरहे। त्यहाँबाट बिस्तारै बैठक कोठामा गए। यहाँ मृत्यु जस्तो सन्नाटा थियो। मानव भर्खर तुफान आएर सबथोक सखाप पारेर गएको छ। एउटा मोमबत्तीले सम्पूर्ण कोठामा रोशनी दिइरहेको थियो। झ्यालकै छेउको पलङमा एउटा बालक सुतेको थियो, जसका आँखा खुला थिए अनि अनुहारमा आश्चर्यको भाव थियो, तर ऊ निश्चल र निस्तब्ध थियो। उसको शरीरमा हात राखेर आमा चाहिँ पलङमै झुकेर बसिरहेकी थिइन्। त्यहाँको हरेक थोक, कम्बल, लुगाफाटा, पानीको बोतल सबै गम्भीर शान्तिमा लीन थियो। डाक्टर आफ्नो पत्नीको छेउमा आएर उभिए। पत्लुनको गोजीमा हात हालेर शिर यसो निहुर्याएर उनले छोरालाई हेरे। उनको अनुहारबाट उदासीनता टप्कँदै थियो। अनि दारीमा खसेका आँसुका थोपाबाट यही कुरा थाहा भयो कि उनी अहिले रोएका थिए। किरिलोभ र उनकी पत्नीले केही बोलेनन्। उनीहरू चुपचाप शोकलाई सहन गरिरहेका थिए। डाक्टरको उमेर 40 नागिसकेको थियो र उसको केस सेतो भएको थियो अनि उनी बुढो जस्तो देखिन्थे। उनकी रुग्ण ओइलाइसकेकी पत्नी 37 वर्षकी थिइन्। आन्द्रे उनीहरूको एकमात्र होइन, अन्तिम सन्तान पनि थियो। डाक्टर पत्नीको छेउमा एकछिन उभिएर त्यहाँबाट बिस्तारै निस्के। त्यसपछि भान्सा कोठाबाट बाहिरको कोठामा आए। त्यहाँ उनको पहेँलो अनुहार भएको व्यक्तिसित मुठभेड भयो। आबोगिनले लामो सास फेरेर भन्यो, डाक्टर हिँड्नुहोस्, दया गरेर मसँग हिँड्नुहोस्। डाक्टर झसङ्ग भए अनि उनलाई अहिलेको कुरा याद आयो। तर मैले अघि नै भने त म जान सक्दिनँ भनेर, उनले झस्केको स्वरमा भने। कस्तो चम्मको कुरा। आबोगिनले फेरि अनुनयको स्वरमा भन्यो, डाक्टर म मूर्तिको ढुङ्गा त होइन, म पनि तपाईँको हालत राम्रै बुझ्छु। तपाईँप्रति मेरो सहानुभूति छ, तर मैले मेरो निम्ति बिन्ती गरेको होइन। मेरी पत्नी मरिरहेकी छ, उसको हालत देख्नु भएको भए तपाईँले मेरो हट बुझ्नुहुन्थ्यो। हे भगवान, मैले सोचेको थिएँ तपाईँ लुगा फेर्न जानुभएको होला। डाक्टर, समय कति मूल्यवान छ अहिले, मसँग हिँड्नुहोस्, हात जोड्छु। बैठकतिर बढ्दै डाक्टरले एक शब्द स्पष्ट उच्चारण गर्दै भने, म तपाईँसित जान सक्दिनँ। आबोगिन उसको पछि गएर उसको हात समात्यो। तपाईँ साह्रै दुःखी हुनुहुन्छ, म बुझ्छु, तर म साधारण बिरामीको लागि यहाँ आएको होइन। एउटा स्वास्नी मानिसको जिन्दगी बचाउनको निम्ति म तपाईँलाई बिन्ती गर्दैछु। मानवताको नाममा तपाईँ मसँग हिँड्नुहोस्, किरिलोभले भने। यही मानवताको नाममा त म तपाईँलाई भन्दैछु, मलाई नलैजानुहोस्। म यहाँ उभिन पनि सकेको छैन। तपाईँ मलाई मानवताको नामले नतर्साउनुहोस्। अहिले म कुनै काम गर्न पनि समर्थ छैन। म जान सक्दिनँ। मेरी पत्नीसित बसिदिने यहाँ कोही छैन। म जान सक्दिनँ। किरिलोभ एक कदम पछि हटेर आबोगिनको हात समातेर भने, मलाई माफ गर्नुहोस्। हुन त म डाक्टर हुँ, म तपाईँसित जान बाध्य छु। अनि मेरो कोटको गलामा समातेर घिस्याउँदै लैजाने तपाईँको हक छ। ठिक छ, तपाईँ त्यसै गर्नुहोस्, तर म केही गर्न सक्दिनँ। म राम्ररी बोल्न पनि सक्दिनँ, मलाई माफ गर्नुहोस्। डाक्टर, तपाईँ यसो नभन्नुहोस्, आबोगिनले उनको हातमा टाँसिएर भन्यो। तपाईँलाई जबरजस्ती लाने मेरो के हक छ र?
तपाईँ जान राजी हुनुहुन्छ भने ठिकै छ, म एउटी युवतीको निम्ति याचना गर्न आएका हुँ। आबेगिनको आवाज काम्दै थियो। किरिलोभ चुपचाप उभिएका थिए। निकै बेर शान्ति छायो। अन्त्यमा डाक्टरले रुखो स्वरमा सोधे, के निकै टाढा जानुपर्छ? खालि 2-2.5 माइल टाढा छ। मेरो घोडा एकदमै तेज छ डाक्टर, कसम खाएर भन्छु तपाईँ 1 घन्टाभित्र नै फर्कन सक्नुहुन्छ, मात्र 1 घन्टामा। यी अन्तिम शब्दहरूले डाक्टरलाई असर गरे। एकछिन सोचेर उनले लामो सास तानेर भने, ठिक छ, हिँड्नुहोस्। डाक्टर भित्र पसे अनि एकछिनमा कोट लगाएर बाहिर निस्के। बाहिर अन्धकार थियो। लामो नाक, लामो दारी भएको डाक्टरको आकृति अन्धकारको पृष्ठभूमिमा पनि साकार थियो। तपाईँ विश्वास गर्नुहोस्, तपाईँको उदारताको कदर गर्न मैले जानेको छु। गाडीमा डाक्टरलाई बसाएर आबोगिन बडबडायो, हामी तुरुन्तै पुगिहाल्छौँ। प्यारो लुका, जति सक्दो चाँडो हाँकेर लैजाऊ। कोचनले घोडा दौडायो। खुल्ला मैदानमा गाडी दौडन थाल्यो। बाटामा किरिलोभ र आबोगिन चुपचाप बसे। गाडी निस्पष्ट अन्धकारमा एकसुरमा हिँडिरहेको थियो। पैयाको आवाजले जागेर हाँगाहरूबाट कागहरू शोकाकुल आवाजमा कराइरहेका थिए, मानव उनीहरूलाई डाक्टरको छोरा मरेको छ। आबोगिनकी पत्नी सिकिस्त बिरामी छ भन्ने थाहा भएको होस्। फेरि गाडी जङ्गलको बाटो हिँड्न थाल्यो। सम्पूर्ण प्रकृतिमा निराशा छाएको भान हुन्थ्यो। जता हेरे पनि अन्धकार थियो। गाडी जसै गन्तव्य स्थानतिर बढ्यो, आबोगिन उति नै धैर्यहीन हुँदै जान्थ्यो। अन्त्यमा गाडी एउटा घरको अगाडि आएर उभियो। उसले गहिरो सास फेर्दै 2 तलाको झ्यालतिर हेऱ्यो, जहाँबाट उज्यालो आउँदैन थियो। यदि केही भयो भने म सहन सक्दिनँ। हलतिर डाक्टरसित जाँदै उसले हात मल्दै भन्यो, तर कुनै वेदनाको आवाज सुनिँदैन, यसैले सब थोक ठिकै होला। घरमा कोही बोलेको वा हिँडेको आवाज थिएन। सम्पूर्ण घर तेज प्रकाशमा सुतिरहेको भान हुन्थ्यो। अहिले उज्यालोमा किरिलोभ र आबोगिनले एकअर्कालाई हेर्न सक्थे। सिडीमा चढ्दै आबोगिनले भन्यो, खै कहीँ कतै केही आवाज छैन? हे ईश्वर। आबोगिनले डाक्टरलाई हलतिर लगे, जहाँ पियानोको कालो आकृति देखिन्थ्यो। डाक्टर, तपाईँ यहाँ बस्नुहोस्, आबोगिनले भन्यो। म 1 मिनेटमा आउँछु, म गएर तपाईँ आएको खबर गर्छु। किरिलोभ एक्लो भए। उनी एउटा आराम कुर्सीमा बसेर चारैतिर हल्का नजरले हेर्न थाले। सबैतिर शान्ति थियो। सबैतिर शान्ति थियो। टाढा एउटा कोठामा कसैले वेदनाको लामो सास फेरेको सुन्यो। कसैले आलमारी चलाएको सुन्यो। फेरि शान्ति छायो। 5 मिनटपछि किरिलोभले अबोगिन गएतिर हेरे। अबोगिन ढोकामा आएर उभियो, तर ऊ अघि जस्तो अबोगिन थिएन। उसको चेहरा, हात र मुद्रामा विरक्तिको भाव अंकित थियो। उसको नाक मुख सबै फिक्का थियो र उसको आँखामा पीडाको चमक थियो। त्यसले मलाई धोका दिए। धोकामा विशेष जोड दिँदै ऊ बडबडायो, मलाई धोका दिए, मलाई छोडेर भागे, बिमार भएर मलाई डाक्टर बोलाउन पठाए, यसैले कि ऊ त्यो बाँदर पापचिन्स्कीसँग भाग्न सकोस्। हे भगवान, आबोगिन डाक्टरको छेउमा आएर भन्न थाल्यो, मलाई छोडेर गई, मलाई धोका दिए। हे भगवान, यो चालबाजी किन? मैले त्यसको के बिगारे? किन मलाई छोडेर भागे? उसका गालामा आँसु छल्के। डाक्टरको उदासीन मुद्रामा जिज्ञासाको झलक थियो। उनी उठेर आबोगिनतिर हेर्दै भने, तर बिरामी कहाँ छ? बिरामी? हाँस्दै रुँदै मुठी हल्लाउँदै आबोगिन कराए, त्यो बिरामी होइन, अदम दुष्ट हो। कस्तो कलुस्ता, त्यो बाँदरसित भागी। ए भगवान, त्यो मरेको भए बरु राम्रो हुन्थ्यो। म यो सहन सक्दिनँ। डाक्टरको आँखामा आश्चर्य र पीडाको भाव थियो। माफ गर्नुहोस्, तर मैले तपाईँको मतलब बुझिनँ। मेरो छोरा मरेको छ। मेरी पत्नी शोकले व्याकुल छ। घरमा ऊ एक्लै छ। म आफू मुस्किलले उभिरहेको छु। 3 रातदेखि सुतेको पनि छैन। यहाँ मलाई यस्तो स्थितिमा उभ्याइरहेको छ। यो त कुनै मानिसले गर्ने काम होइन। मानिसको दुःख र वेदनाको हाँसो उडाउनु मात्र हो। आबोगिन केही नबुझे जस्तो एक्लै बडबडाइरहेको थियो। म कसम खान्छु, मैले त्यस आइमाईलाई माया गरेको थिएँ, पूजा गरेको थिएँ। उसको निम्ति मैले सबथोक बलिदान गरेँ। आमा बाबुसँग बाजे सङ्गीतको शोकै छोडे। मैले उसको केही बिगार गरेको थिइनँ। आँखाभरि आँसु पारेर आबोगिनले इमान्दारीका साथ आफ्नो हृदय डाक्टरको सामु खोलेर राखिदियो। ऊ आवेगमा बोलिरहेको थियो। डाक्टरको अनुहारमा एउटा परिवर्तन आयो। उसको अनुहारमा जुन उदासीनता र स्तब्धताको भाव थियो, त्यो अहिले हराएको थियो। अहिले यहाँ क्रोध र घोर अपमानको भाव थियो। आबोगिनले एउटी सुन्दर नवयुवतीको फोटो देखाउँदै भन्यो, यस्तो अनुहार भएकी आइमाईले मलाई धोका दिन सक्छ भन्ने कुरामा मलाई विश्वास नै लाग्दैन। 81 डाक्टर रिसाए अनि उनले भने, तपाईँ यी सबै कुरा मलाई किन सुनाइरहनु भएको छ? यो सब सुन्न त म यहाँ आएको होइन होला। यी सबै सुनाउने हिम्मत तपाईँलाई कसरी आयो? तपाईँले मेरो अपमान गरिरहनु भएको छ भन्ने लागिरहेको छैन? के तपाईँ मलाई आफ्नो नोकर सम्झिनु भएको हो? जति अपमान गरे पनि हुन्छ कि क्या हो? आबोगिन किरिलोभको नजिकबाट पछि हट्यो र स्तब्ध भएर उसलाई हेर्न थाल्यो। डाक्टरले फेरि भन्न थाल्यो, तपाईँले मेरो अपमान गर्ने के अधिकार? एउटा मानिसले सम्मान गर्न सक्नुहुन्न भने अलग्गै बस्नुहोस्। आबोगिनको अनुहार रातो भयो। यसको मतलब मानिससित यस्तो खेलबाड नगर्नुहोस्। म डाक्टर हुँ अनि मलाई अपमान गर्ने तपाईँलाई कुनै अधिकार छैन। आबोगिनको अनुहार रिसले रातो भयो। मसित यस्तो कुरा गर्ने तपाईँलाई कसरी हिम्मत भयो? टेबुलमा मुड्की बजाउँदै डाक्टर कराए, मेरो दुःख जान्दा जान्दा यो सब थोतो कुरा सुनाउने हिम्मत तपाईँलाई कसरी भयो? अर्काको दुःख खिल्ली उडाउने हक तपाईँलाई कसरी दियो? आबोगिन कराए, तपाईँ पागल हुनुभयो? कस्तो सङ्कीर्णता! म स्वयं कति दुःखी छु। आबोगिनले टेबलमा 2टा नोट फाल्दै भन्यो, लिनुहोस्, यो तपाईँको फिस। नोट जमिनमा फ्याँक्दै डाक्टर कराए, मलाई रुपियाँ दिन आँट नगर्नुहोस्। अपमान रुपियाँले धुन सकिँदैन। आबोगिन र डाक्टरले रिसको जोकमा एकअर्कालाई धेरै अपमानजनक कुरा भने, जुन अनुचित थियो। दुवैले जीवनमा सायद यस्तो अनुचित निर्दयतापूर्ण कुरा भनेका थिएनन्। दुवैमा वेदनाजन्य अहम जागेको थियो। डाक्टर कराए, दया गरेर मलाई घर पुर्याइदिनुहोस्। आबोगिनले जोरसित घन्टी बजायो। जब उसको पुकार सुनेर कोही पनि आएन अनि उसले भुइँमा घन्टी फ्याँकिदियो।
त्यसपछि एउटा नोकर आयो, आबोगिन करायो, तिमीहरू कहाँ लुकेका थियौ? तिमीहरूको सत्यानाश होस्। त अहिले कहाँ थिइस्? जा, यस भलाद्मीको लागि गाडी लिएर आइज र बग्गी पनि ठिक पार। नोकर जान लागेको थियो। आबोगिन फेरि करायो, पर्खी, बोल्दै यहाँ कुनै धोकेबाज बस्दैन, सब निक्लेर जानु, म नयाँ नोकर राख्छु। गाडीको प्रतीक्षामा बस्दा डाक्टर अबोगिन चुप थिए। अबोगिन शिर हल्लाउँदै यताउता घुम्न थाल्यो। उसको क्रोध शान्त भएको थिएन। डाक्टर उभिएर एक हातले कुर्सीलाई समातेर अबोगिनलाई हेरिरहेको थिए। केही बेर पछि जब डाक्टर गाडीमा बसेर घर जान लागेका थिए, उनका आँखा घृणाको त्यही भावना कायम थियो। बाहिर डरलाग्दो अन्धकार थियो। चाँदनी पहाड पछि लुकेको थियो र उसको रखवारी गर्ने बादल सिताराहरूको छेउछाउमा कालो धब्बा जस्तै थियो। सडकमा पछिल्तिर पहियाको आवाज सुन्यो अनि बग्गीको रातो रङको लालटिनको चमक डाक्टरको अघि आयो। यो उही आबोगिन थियो जो प्रतिवाद गर्न झगडा गर्नमा उतार्यो। बाटाभरि डाक्टर आफ्नो पत्नी वा पुत्र आन्द्रेको बारेमा होइन, तर अबोगिन र उसका घरमा बस्नेहरूका बारेमा सोचिरहेका थिए। उनले अबोगिन, उसकी स्वास्नी, पापचिन्सकी सुगन्धपूर्ण गुलाबी उषामा रहने सबैका विरुद्ध क्षोभ प्रकट गरे। समय बित्नेछ र किरिलोभको दुःख पनि हटेर जानेछ, तर यो अन्यायपूर्ण दृष्टिकोण कहिल्यै भुलिने छैन।